हेलो एन्ड नमस्ते हजुरलाई फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा। आज म एकदमै एक्साइटेड छु, बनाउन लागेको छु गाउँले पाराको पुरानो तरिकाको चाहिँ खाना जुन सिम्पल हेल्थको लागि नि राम्रो होस्। आज म बनाउन जाँदैछु साग र अनि पिडालुको सब्जी। भिडियो एन्डसम्म स्किप नगरिकन हेर्नु होला। सो आज म बनाउन जाँदैछु रायोको साग र मैले यहाँ सबै कुरा रेडी बनाएर राखिसकेको छु। मैले सागहरू राम्रोसँग यो रायोको साग हो मजाले धोएर सफा गरेर राखिसकेको छु र मैले यहाँ अदुवा लसुन कुट्नलाई खोल्साइसकेँ। र यहाँनिर चाहिँ यो पिडालु हो। यही पिडालुमा चाहिँ कुकरमा सिटी 2-3 सिटी लगाएपछि मैले चाहिँ यो साग मिसाउनेवाला छु। भिडियो चाहिँ पुरा हेर्नु होला। यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नबिर्सिनु होला। अब बनाऊ है त तरकारी। लेट्स मेक। सबैभन्दा पहिला चाहिँ मैले ग्यास बाले र यता कुकर तातिँदैसम्म अदुवा लसुनलाई मजाले थिचौँ है त। सो गाइस यतिको मसिनो भइसक्यो। अहिले चाहिँ सिजन पनि हो रायोको सागको। कसको घर चाहिँ रायोको साग फलेको छ कमेन्ट गर्न नबिर्सिनु होला। लेट्स कुक। अब भन्नु हामी हेर्नुहोस् त साथीहरू, मेरो यहाँ तेल तातिसकेको छ। अब यसमाथि मैले मेथी राख्दैछु, जीरा, तोरीको दाना, हरियो खुर्सानी, कटिङ गरेर राखेको प्याज, अदुवा लसुनको पेस्ट र थोरै बेसार। यसैमा चाहिँ नुन पनि राख्ने स्वाद अनुसारको। यसैमा राख्ने कटिङ गरेर राखेको टमाटर, र यो रहेको छ धुलो मसला। मसला भुट्दाखेरि मिठो बास्ना आउन सुरु भइसकेको छ र यसमाथि मैले राख्दैछु कटिङ गरेर राखेको पिडालुको यो चाहिँ पिडालुको टुक्रा हो, यो कटिङ गरेको। यसलाई चाहिँ 2 सिटी लाएर गलिसकेपछि र यसै माथि चाहिँ साग राख्छौँ हामीले। र अब भन्नु यो माथि पानी राख्न जाँदैछौँ थोरै। पिडालु चाहिँ जति धेरै भुट्यो त्यो चाहिँ पाक्दैन। सो यसलाई चाहिँ हामीले पानीमै बोइल गरेर पकाउनु पर्ने हुन्छ। सो राखेँ थोरै। सो गाइस यसलाई चाहिँ 3 मिनटको लागि सिटी लाउन छोड्दिने है त। सो एभ्रीवन 3-4 सिटी लगाइसकेपछि पिडालुको सिचुएसन यस्तो छ हेर्नुहोस्। अब यसमा साग मिसाउनेवाला छौँ। सो गाइज अब चाहिँ हाम्रो यो तरकारी रेडी भइसक्यो। हेर्दै कस्तो मिठो ग्रेभी बनिसकेको छ। भिडियो एन्डसम्म हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। अहिलेलाई बाई बाई। थ्याङ्क यू सो मच।